सामान चाहिँ कसरी प्याक हुँदैछ बाँकी छ बाँकी नभए आफूले हात उठाउँ त ल हामी 5 पोखरी जाँदैछौँ गाडी यही हो मेरो मोबाइल खोइ मोबाइलमा खेल्न मिल्छ मोबाइलमा त्यो गेम त यहाँ त नेटै मोबाइल पनि छ मेरो गुरुजी क्या यस्तो मान्छे लिएर जान्छ है यो बाटो बाइक नलाएको ठिकै भएछ जस्तो लाग्यो
बाइक चाहिँ आउँदैन गयो त चिप्लिनु हामीले हिँड्ने जात्रा गरेर जानुपर्छ गर्नै हुँदैन अहिले बाइकहरु आउँदै हो बाइकहरू आउँदैछ आउनु गुरुजम जमजम एक चिनेर च्याप्छ जाउँ गुरुजम उनीहरू च्याप्छ त्यो बाइकमा त त्यहाँ अर्किएर त्यो त च्याप्नु लगाउँ न कस्तो भनिरहेछ कि उतैबाट एकजना आऊ भन्छ एकजना पर्खी भन्छ यिनीहरू यहीँ बस आउरे 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 जङ्कुर कति घन्टा जानु पर्यो 2 ले 3 घन्टा ओ फेरि आइरहेछ जेसिबी गइसक्यो बाइक आयो बाइकले गर्दा त्यसो भयो पर्छ कि ल सर यो पार गरौँ पहिला पहिले यसले बस भन्दा छ उता आइज भन्दा बाइक रोक्नु पर्दैन थे ओ पुलिसले उताबाट आऊ भनेको आउरे उता बोलाइरहेछ उता पारीबाट बोलायो त्यही हो एकछिन रोक्नु पर्दैन अनि एखेर आए पनि हुन्छ नि यहाँ त्यत्रो बाँकी छ यति च्याप मैले यति च्याप्नु अगाडिको भ्यान छिर्यो बरु यार खायो टन्न खायो तिमीले खायो दिदी गाङ हो त्यो टन्न खायो के छ एउटा चपाउँदैछ के सोध्नु गेन्डा उयो टन्न खायो कस्तो लाग्यो दामी अहिले म बहिनी सैनी यस्तो हान्छु नि बस्दै
सबै पसिनाको भरि आयो त्यो पानी हल्ले दियो या अल्ला ठेट हल्ले जुका हामी दुई ठेन चोना छ साना जोरे प्याउलगा ल ब्यागला बिछया जिङ पानी भर्यो यो ब्याग अहिलेसम्म त गाह्रो भएको छैन छैन गाह्रो भएको छैन छैन ए छैन सबैलाई गाह्रो भएको छ छ्या ब्याउनु ल्यो छ्या ब्याउनु छिमे ठौ छु 5 बकरी थ्याङ्क्यु ला न्यानु आउबे मको 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 छिमे 5 बकरी थ्याङ्क्यु विचारला न्यानु आउबे ह चस्मा तै बोले ह्यान्डसम जुकी म जस्तो मारक बे मानी हान अरे ब्याउनु मट्यो का ब्याउनु मट्यो गर्न बिस्तारी वयो का आ जुजु ठके जिया वइ दक्षिण आ ठके जिया वइ रेस उडु कनु आला ब्याउनु तगरे न्यने जी पनि छैन का तजनमा खय म हो तिमी मान्छे भएन के अघिदेखि त्यही भने अघि त एनर्जी आफै त एनर्जी बल्ला अब एनर्जी यसरी गफ गरेर गयो भने गएको थाहा हुन्न के हिँडेको थाहा हुँदैन तिमीहरुले बुझ्न बुझ्नु त बुझ्यो त्यो भर्याङ चाहिँ नआएको कसम सारै नआएको भर्याङ चाहिँ सारै खाएको खयो लपु पनि सद ठेठे कामे जोरिया आयो आयो होय गीतै गाएन कसैले खै म यहाँ सुन्न बाल्ने मात्र गाए धेरै लामो हुँदैन ले छेड राम्रो हुन्छ जम 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 यस्तो भात ए सरी निदाउने चाहिँ ठाउँ हैन भान्जा कति गीत बजा बजा कस्तो गीत बजा निन्न लाउने गीत नबोल्नु कापेली सम्धि के छ खबर बज्ला मन्सबाट बजाउनु भनेको मुला साग जस्तो गर्छ कागकै काग फेरि अलि सेन्टी सेन्टी बजाया सेन्डी सेन्डी सेन्टी हो राजा आशिष कस्तो भइराछ ट्रेकिङ बबाल छ है क्या रमाइलो है यस्तो ठाउँमा आउन पाएपछि भ्यू हेर न हो हो आशिष दामी गानी दाइ ठाएमा आउँछ मजु सुल्पे भरि भरि आज खरानी आएको असी सुकेले स्पेस निकाला घाँस झन् मन मज्यो सुल्पे वही कहीँ के वही म त आ त्यो मन हुन यहाँ त त्यो वही म के गर्नु तुला हर्षंग तुरी रहना जुगाई क्या हो पानी पर्यो जाउँ जाउँ जाउँ
खानेहरू त्यस्तो छैन यिनीहरू रोजमान महाजन कुमार सागा त एक नम्बरको Student on sekolah saya ini milet kayak naik milet tak siapa? Imus kau milet naik biar awak tu kau. Kah? Anak gudeg kau. Kah. Mari. मलाई यो ठुलो Wah. ठीक जो अनुहार देखेन बुहारी आभन्दा अगाडि अरू बज्छन् ए त्यहाँ टिकट काट्नुपर्छ सबैजना त्यहाँ भेला हुन् टिकट काट्नु पर्यो हुन्छ यहाँ टिकट काट्नुपर्छ 100 रुपियाँ 100 रुपियाँ कहाँ यहाँबाट जाने हो सबैको इन्ट्री गर्नुपर्छ भने सबै जानै पर्छ सबै जानै पर्छ नि दुश्मनी सबै आउनै पर्छ सबै गर्न मिल्दैन हाम्रो एउटै फ्यामिली हो खड्की ग्रुप एउटै फ्यामिली हो हजुरहरूले भने ठिक हो 20 जना हाम्रो 20 जनाको ग्रुप खड्की ग्रुप आइपुग्यो ल ए हाम्रो 20 जनाको नाम टिपाउ ल थाहा छँदैछ नि सबैलाई आफ्नै फ्यामिलीको नाम थाहा छैन लु ए उमेर त कसलाई थाहा हुन्छ आफ्नो उमेर आफैले त थाहा हुँदैन अहिले अस्तिदेखि ल यति जना भयो भने गनेको आज काम लाग्यो मैले अस्ति एउटा लेखिराख्यो भने होइन चिट यहाँ बुझाउनुलाई यो भनिराख्नै पर्दैन मैले अस्ति भने हेर मेरो पनि ए कत्रो हेर ए यहाँ नमार यहाँ फेरि ओ स्प्रे हानिदेऊ न चियापट्टि फेरि खाइदिउँ क्या दाइ भइसक्यो ल बिस्तारै है प्रकाश बिस्तारै है खाने अब भाग एकछिन है 12 एकछिन रोकिदिनु है एउटा रोकिदिनु है यहाँ छोरी आएको छैन एकछिन म त्यहाँ आउँछु आशिष देशै चेन्ज भयो माकटोपी जापानमा भात मिठो कि नेपालमा भात नेपालको मिठो नि हाम्रो नेपाली गुन्द्रुक हेर ए यहाँ गुन्द्रुक हेर सुकुटी ओहो अन्डा पनि छ हैन यो त मलाई मात्र हाम्रो काका यहाँ आगो ताप्दै
के मान्नुहुन्छ के मान्नुहुन्छ बाबु सुन्नु ल जायो क ए ल आइसु पाउला मगला आइसु अनिस हजुर दे दिदीले सामान दिदीलाई बोलाउनु लागि लिन आइज पर्दैन पर तिमीले गरि चाहिँ पर्दैन भनिराख्नु थप थप यो अनि आफूले केही नखाइकन भन्नु छ हैन आराम गरेर फेरि हिँड्नु न नि एक घण्टा हिँड्दै उसकै 1 घण्टा मलाई जब न हल्का मात्र गरेको त 1 घण्टा पावर कहाँ आउँछ ल साथमा हाल्ने हो पावर माथि हाल्ने होइन नि त कसरी हाल्ने हो आयो भारी जुना हुन्छ गोरामा पठाइदिनु हैन त्यो पिसा फेर आजै अनि खै भरे तल बाटोमा जाने त्यो भरे आएर डेडी आइपुगी त यहाँ त ठुल्ठुलो काम छ होला है हम तुलाई हेर्नै न खै सब चिसोहरू माथि आएको नि भराङ हेर्दा धेरै छैन जस्तो छ कहाँ छ भराङ हामी चाँडै पुगेन र भनौँ न टाइममा पुग्यो भनौँ न जस भराङमा त लाउरे बिना कहाँ पुग्यो भने त काकाले उयो भराङ पुग्यो भने काकाले ए हो न लाउरे बिनाको भराङ भन्छु म त एकछिन कति लामो भन्छु त अब त्यति साथ
धेरै हुन्छ अब हातमा देख्ला थियो अहिले सबै बसेर खिचौँ रे के छोरो अहिले जा माथि बस बा पनि आउनु खिच्नै पर्छ छैन नि बाघ मोबाइलबाट म ट्रान्सफर गरेर पठाइदिइहाल्छु बा आउनु छोरी आइज हेलो यता यता छोरी छोरी यता दादाकोमा ल हान फोटो खिच्ने हालतै छैन क्या थोप्रा म चाहिँ खिचौँ न जाउँ छोरो यहाँ छ अझ बाँकी छ कतिको लागि मामाहरू आइसक्यो लास्टमा हामी होइन कस्तो है मामा प्रकृतिको खेल यत्रो ओह्रालो झरे फेरि उस्तो उकालो चढाउँछ भने यत्रो ओह्रालो झरा पनि किन चढाउँछ सुटिङ फिल्म देखो टालो छोए इतना मुरो लगे त्यस्तै भयो यो ब्यागमा आउँछ हामी सबैलाई यो जुस ब्यागमा आउँछ अट्छ कस्तो भित्र भने तिब्रोलाई भित्र राखेर के यस्तो बाटो आहा आहा अरू बाटो सबै स्वाहा भनेर यस्तो बाटो अहिले 3 घण्टामै पुग्छ खतरा है खतरा 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 है खतरा यो चाहिँ खतरा मलाई भन्नु सबैलाई यो बाटो आयो स्वाहा बाटो अहिले अलिकति ठुलठुल चला पर्दैन नि पर्छ यहाँ हामी सकेसम्म उतै पर्नुपर्छ आज सक्छौँ 5 बजे पुग्नुपर्छ हामी आरामले छोरे ल ल अगाडि गर उज्यालोमा पुगेर राम्रो
बाटो लामो देखाउँछ नभो यसरी ल बोक्नु ल यसरी गरेर बोक्नु हो तपाईँ बेला त 4 जान्छ भन्नु हो भने खाँदै साथी नसकेर मात्रै हो पिउनु पर्दैन यस्तोमा त हो पाँच पोखरी आइयो पाँच पोखरी पुगेको अवस्था 7 बजे बिहान एउटा पोखरी देख्यो एउटा पोखरी देख्यो दर्शन ओ भ्यू पोइन्ट ओ होटल एउटा पोखरीको दर्शन पाइयो अब कुन पोखरी हो त्यहाँ अगाडि गएर हेर्नुपर्छ ल गर्मी पनि भयो अब चाहिँ नि प्रभु घाम पनि नि आयो खै पानी एक्सेस छ प्रभु ल घाम पनि आयो पुग्यो पुग्यो सुरेनहरू भ्यू पोइन्टमै गयो क्या हो बाउ छोरा माथि त कम बनाओ खरिद ल हामी त आधी घण्टा भयो बसेको आधी घन्टा आयो राम्रो
ल सक्ने जति उ त्यो डाँडा जाऊ ल पोखरी पनि देखाउँ न नसक्ने जति उ यो डाँडामा फाइनली पुग्यो है छोरा पुग्यो फाइनली पोखरीमा पुर्याएरै छोरे है हामीले को सक्छ उ त्यो डाँडा जाऊ हैन नसक्ने यो डाँडासम्म मात्र जाऊ लचकटो नि एक घुरको विशाल गएपछि उ त्यो डाँडा गएर नानीको लटुनिया मुझे उसले फोटो खिच्नलाई त्यहाँसम्म चाहिँ देखिन्छ मेरो फेभरेट ज्याकेट ल्याएको है त्यो ज्याकेट उ त्यो अन्सारी आउनु ल को सक्छ उ त्यो डाँडा त 5 बजे नजाने हो जाने नि के भन्छ Oh my god. बाटो हराइक्यो बाटो हराएको चाहिँ होइन अरू कुन बाटो होला त्यहाँ बाटो हराएन नसके हैन भयो त एउटा दुईटा तीनटा चारवटा उ त्यसो पाँचवटा पछाडी कुन छ पाँच 1 2 3 4 पाँच बाजार लाग्न थाल्छ हो खासै अब तपाईँहरू अलिक के जानु त बाजार लाग्न थाल्छ है रस्ते बारीमा होइन होइन त्यहाँ सुरु भयो नि यहाँको भ्यू त देखिहाल्छ नि अब एकछिनतिर भयो भने चाहिँ हाम्रो 3 दिनको मेहनत खेर जान्छ भिडियो भयो नि भिडियो राखेको क्वालिटी बिग्रेछ पोखरी होइन साँच्ची भने सबैजना घर फिर्ता गएको हो कि के हो फेरि कसैलाई गाह्रो भएर सबैजना गुल्टी किन तर यहाँ सजिलो छ तल गाह्रो छ नि भन्ने भयो तल घाम नआएर कस्तो भएको थियो नि यहाँ घाम आएपछि हाम्रो सजिलो भयो नि अर्कै आउन सकेन हेलो 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 हेलो